दार्चुलाको विकट दुम्लिङमा हर्क साम्पाङ पुगेको दिन औपचारिक कार्यक्रमभन्दा बढी पीडाको साक्षात्कार भयो। महाकाली पुल बनाउने सङ्कल्प लिएर पुगेका उनी गाउँलेका कथा सुन्दै मञ्चमै भक्कानिए। स्वागत खादा फेटा र टिकाबीच सुरु भएको कार्यक्रम चाँडै भावनामा बग्यो। कौशिला बुढाथोकीले पत्र पढ्दै आशा सुनाइन्, अब तुइनले ज्यान नलियोस्, हाम्रो गाउँ सडकसँग जोडियोस्, दुःखका दिन सकियोस्। तर ती आशाभित्र वर्षौंदेखिको असहायता लुकेको थियो। ज्ञापन पत्रमा उही पीडा दोहोरियो। तुइन मुक्त महाकाली पुलको माग, दुर्घटनामा ज्यान गुमाएकाका परिवारका लागि शिक्षा, नचल्ने फोन सञ्जाल र नदीको कटानबाट जोगाउने गुहार। सडक निर्माण पनि हुनेछ र तुइन मुक्त भई पुल पनि निर्माण अवश्य हुनेछ। विगतका जस्तै तुइन चढेर ज्यान गुमाउनु पर्ने अवस्था कसैको आउने छैन। आगामी दिनमा जस्तै तुइनमा ज्यान गुमाएर कसैको सिउँदो बुझे भने कति बेघरबार, कति आमा बुबाको पोखरी दिए भने कति बुढा भए। अब यस्ता दिन पक्कै आउने छैन भन्ने हामीले आशा राखेका छौँ। तर वातावरण एकाएक भारी बनायो सोस्रा बुढाथोकीको आवाजले। उनले आफ्नो कथा सुनाइन्। एक्लो छोरो नारायण, जो असार 31मा भारतबाट सामान बोकेर फर्कदै गर्दा तुइनबाट खसेर मृत्युवरण गरे। 3 छोरा गुमाए, श्रीमान पनि छैनन्। रोस्राले भनिन्, छोरी पराई घर जान्छे, म अब कसको सहारामा बाँचौँ? एउटा होइन 3 छोरा मेरो बितिसकेको छ। बुढा पनि छैन, मेरो बारीको पनि छोरा त्यसै भयो, म पनि त्यस्तै छु। धेरै दुःख पीडा मेरो, कति दुःख गरेर पालेको मान्छेको भारी बोकेर, मान्छेको मल फालेर, मान्छेको बारी बोकेर, झराफुटे खानेर पालेको छोराछोरी मेरो। अहिले म एउटै बस्नु परिरहेको छु। एउटा छोरी छ, भोलिको दिन परिवार जानु। यति दुःखीमा छु, यति पीडामा छु दाजु। के गर्ने हो, म कहाँ जाने हो, के गर्ने हो? उनका शब्दहरू केवल कथा थिएनन्, त्यो एक आमाको भत्किएको संसार थियो। त्यही क्षण हर्क साम्पाङका आँखामा आँसु भरिए। मञ्चमै उभिएर उनले आफूलाई सम्हाल्न सकेनन्। मसँग शब्द छैन, उनले मलिन स्वरमा भने। तपाईहरूको पीडा महसुस गरे, पुल बनाउँछौ। तपाईहरूको कुरा सुन्दा, तपाईहरूको त्यो देखिरहेको छु मैले होइन, त्योहरू देख्दाखेरि नै अब भन्ने शब्द मेरो केही पनि छैन। बुझ्ने कुरा हो, महसुस गर्ने कुराहरू मात्रै छन्। त्यो छ र हामी पुल बनाउँछौँ, तपाईँहरूलाई सकेको सहयोगहरू गर्छौँ। जे होस्, दुम्लिङमा भाषणभन्दा बढी आँसु बोलेको थियो र एउटा पुल केवल संरचना होइन, जीवन र मृत्यु बीचको आशा बन्न पुगेको छ।